हेलो फ्याम वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ हामी चाहिँ यो खै कुन ठाउँ हो यो पोखराको मन्दिरमा जाँदैछौँ अब नाम थाहा छैन पछाडि एउटा सर हुनुहुन्छ त्यहाँ लिएर हिँड्दै हुनुहुन्छ हामी चाहिँ अब ठ्याक्क भवा घुमाउँदै हिँडिदिने यो छिटै आउँछ यो ब्लग हेर्न सक्नुहुन्छ मस्तको आनन्दको ठाउँ छ दिस इज अ भ्यू पोइन्ट यो मैले चाहिँ अब यो अगाडिको क्यामेरा चाहिँ भिडियो गराइरहेको त्यही भएर पछाडिको चाहिँ अब रोटेटेड गरेर चाहिँ देखाइराख्नु परेको छ अहिले एकछिनपछि फेरि मैले चाहिँ यो पछाडिको क्यामेरादेखि भिडियो गराउँछु त्यसतिर म हजुरलाई मैले सबै सिन देखाउँछु होइन अब हामी चाहिँ होइन अब टक्कबाट हाम्रो टुर कस्तो भयो ल एकदम मोबाइल हाम्रो चाहिँ अब यहाँ 3 दिने टुर आज चाहिँ हाम्रो चाहिँ आज तेस्रो दिन अब आज चाहिँ हामी चाहिँ साँझ घर फर्किने हो आज चाहिँ त्यही भएर हामी चाहिँ अब फुल्ली रोइदा गर्ने जति घाँटी सुकुस या जे भए भाउस तर रमाइलो गर्न चाहिँ छोड्ने हुन्छ यहाँ हाम्रो यहाँ टिमहरू छन् रेस 0.5 मा त ठ्याक्क हुन्छ 0.5 0.5 भयो नि अब 0.6 भयो नि अब हामीले अब हामी चाहिँ यहाँ बुद्ध टेम्पलमा यहाँ पनि सानो किलो याँडो उठाइन्छ बिहाको लागि हो यहाँ दुबो उठाउँदैछ नि बिहाको लागि हाम्रो ऋतिक भाइले चाहिँ अब बिहा गर्ने अरे त्यही भएर चाहिँ अब यसलाई चाहिँ एउटा माला बनाउँदाखेरि चाहिँ यसले अब दुबो उठाएर लिएर जाने अरे ल हिराको औँठी पनि किनिसकेका छन् ल है ल बुद्ध टेम्पल ल हेर्न सक्नुहुन्छ बुद्ध टेम्पल हामी चाहिँ अब यहाँदेखि माथि जान्छ मजै देखे हैन मुला देखे हैन कि यो क्यामेरा ले के कस्तो देखे हैन गाइस हामी ल म बस्दिन्छु ल ए उल्टे आयो ब्लग बोल्नै मिलेन ल गाइस हामी पोखराको 1x मा गरे जस्तो लिमुला आइपुग्नु गर्नु रुक्दै बन्द अर्दै बेला